सो आज शनिबारको दिन राइड होइन, म आएँ खाना खानुको लागि ठुलो थकालीमा। सो भित्र छिर्नु साथै चाहिँ यहाँको इन्डोर प्लान्ट्स अनि त्यसपछि यहाँ रहेको कलरिङले गर्दा चाहिँ एकदमै मन्दमुक्त गरायो मलाई भनेदेखि। र मैले चाहिँ 2 फ्लोरको डाइनिङ स्पेस पाएँ जहाँ चाहिँ एकदमै पिसफुल रहेछ भनेदेखि खाना खानु बस्दा पनि त्यो तपाईँलाई चाहिँ एकदमै यो ठमेलको क्राउडमा बसिरहेको छु जस्तो फिल नहुने रहेछ। किनभने बेलुकाभरि नै हामी क्राउडमै हुन्छौँ र अहिले बिहान पनि क्राउड नै चाहिँ अलिकति चित्त बुझ्दो हुँदैन जस्तो लाग्छ। खाना चाहिँ एकदमै डेलिसियस देखिरहेको छ भनेदेखि बास्ना पनि त्यो घिउको एकदमै लोकल घिउको बास्ना आइरहेको छ। सो टेस्ट गरेर हेरौँ कस्तो हुन्छ। दामी नै सक्छ खाना चाहिँ है ल। अनि मेन त थकालीमा चाहिन्छ चाहिँ सबै नै सेटै छ यसमा चाहिँ। ओहो, खानाको त कुरै नगरौँ, यति मिठो रहेछ कि खाना यति मिठो रहेछ कि अब त्यो लोकल घिउको बास्ना अनि हर यो रेस्टुरेन्ट नै पुरै घिउकै मात्र बास्नाले गर्दाखेरि त खाना त यति धेरै खाइयो कि अब आनन्दले यसरी बस्नुपर्ने मलाई अवस्था भइसकेको छ। खाना लास्टै मिठो थियो। तपाईँ चाहिँ यस्तै खाना खानु चाहनुहुन्छ भने चाहिँ तपाईँ आउनुपर्ने भनेको ठुलो थकाली ठमेलमा हो, जुन चाहिँ तपाईँले गुगल म्यापमा चेक गर्नु पनि सक्नुहुन्छ। अथवा तपाईँ 10X बाट सिधा अलिकति अगाडि आउनुभयो भने 4-5 घरभित्र छिर्नु भयो भने चाहिँ ठ्याक्कै तपाईँले देख्नुहुन्छ एम्बियन्स एकदमै राम्रो छ। बाहिरबाट नै हजुरले देख्न सक्नुहुनेछ। सो हामी नेपालीको बानी चाहिँ के छ भने खाना खाइसकेपछि कमसेकम 15-20 मिनट चाहिँ आनन्दले बसौँ भन्ने हुन्छ। अनि धेरैवटा थकालीमा जाँदा चाहिँ के हुन्छ, एकदम क्राउड भइरहेको कारणले गर्दाखेरि चाहिँ छिटै उठेर हिँड्नुपर्ने अवस्था हुन्छ। अथवा खाना खाइसक्नु साथै उठेर गइदिए हुन्थ्यो कस्टमर भने जस्तो रेस्टुरेन्टको ओनरले फिल गरिरहेको हुन्छ नि। यहाँ चाहिँ त्यो रहेन छ। म चाहिँ अहिले लगभग 25 मिनट जति भइसक्यो आनन्दले बसिरहेको छु। अब चाहिँ रेस्ट पनि पुगिसकेको छ अनि अब छुट्टिनु नि पर्ला। र यति भन्दै तपाईँ चाहिँ थकाली खाना खानु चाहनुहुन्छ भने चाहिँ ठमेलको ठुलो थकालीमा आउनु सक्नुहुनेछ, जहाँ चाहिँ एम्बियन्स प्लस तपाईँलाई खानाको टेस्ट एकदमै राम्रो लाग्नेछ भने प्राइस पनि एकदमै रिजनेबल रहेको मैले पाएँ। र अन्तको हेरिकन तपाईँले यही लेभलको रेस्टुरेन्टमा गएर यतिकै प्रिमियम रेस्टुरेन्टमा गएर अन्त गएर खानुभयो भने चाहिँ नर्मल्ली धेरैवटा छ। र त्यहाँ चाहिँ कमसेकम खानाकै प्राइस पनि तपाईँको यसको भन्दा लगभग डबल नै छ भनेदेखि यहाँ चाहिँ मिनिमम प्राइसमै एकदमै मिठो खाना लाग्यो मलाई चाहिँ। यति भन्दै म छुट्टिन चाहन्छु। अनि मलाई फलो गर्नु भएको छ भने फलो गर्नु होला, SKS46।